Hello everyone, नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप तपाईँहरू सबै सन्चै हुनुहुन्छ भन्ने आशाको साथ आज चाहिँ म यो भिडियो स्टार्ट गर्दैछु। एन्ड ह्याप्पी माघे सङ्क्रान्ति टु माई अल युट्युब फ्यामिली। हाई गाइज, अहिले चाहिँ हामी बाहिर जाँदैछौँ। मेरी के भन्नु अस्मिता छ लजाऊ तिहार जस्तै लजाऊ। हेलो गाइज, अहिले चाहिँ हामी बाहिर निस्किँदैछौँ। यता आऊ न अस्मिता, यहाँ आऊ न। से हाई से हाई। दुईजना आमा छोरी हिँड्दै हुनुहुन्छ। उता चाहिँ मम्मी अनि यता चाहिँ खुसी मेरो नन्दा। हजुरहरूले देखिरहनु भएको ब्लगमा कहाँ जाँदैछौँ हजुरहरूलाई हामी देखाउनेछौँ, हेरेर साथ दिनु होला। हामी चाहिँ सुन पसल आइपुग्नु लाग्यो साथीहरू। उसको नाक छेड्नको लाग्यो भनेर ऊ चाहिँ डराइराखेको छ। नाम चाहिँ खुसी उसको, तर मान्छे चाहिँ दुखी भइबस्छ। कैसे कैसे लोग रहते हैं यार यहाँ पे। नाम अनुसारको त्यो भएन। हामी चाहिँ सुन पसल आइसक्यौँ साथीहरू। खुसीको चाहिँ अब नाक छेड्नु लागेको छ यहाँनिर। चेलिहाल्यो नि होला नि। खुसीको चाहिँ नाक ठेडिसकेको छ। ठेडी क्या बोले भाई? अब के बोले के छ थाहा सकेको छ। अनि कस्तो फिल भयो त नाक छेड्दा खुसी? बन्दुकले छेडेको भए पो दुख्दैन थियो, अलिअलि मात्रै दुख्छ। यता चाहिँ मेरो मम्मी हुनुहुन्छ है गाई, तर मम्मी हाई भनिदिनु। अब चाहिँ हामी बजार जानुपर्ने हुन्छ। रात परिसक्यो, 4 बजिसकेको छ। यहीँनिर तरुल लाने हो, भोलिको लागि तरुल किन्नु भनेर चाहिँ आएको स्पेसल्ली। अहिले चाहिँ हामी आकाशे पुल आइसकेको छौँ साथीहरू। के खुसी उयो बाइक एउटा स्टार्ट गरेर त लैजाउँ। मत करो मेरी जान, लाइफ में कुछ अच्छा करो यार। साथीहरू तपाईँहरूकोतिर कस्तो लाग्दैछ सङ्क्रान्ति, माघे सङ्क्रान्ति कमेन्ट गरिदिनु होला। हाम्रोतिर चाहिँ एकदम धमाधम सङ्क्रान्ति लागेको हुँदाखेरि यहाँनिर तरुलहरू पनि निकाल्नु भएको रहेछ बाहिर। देख्न सक्नुहुन्छ साथीहरू। सङ्क्रान्ति लाग्यो, माघे सङ्क्रान्ति। हाम्रो चाहिँ यहाँ ब्याङ्कमा एकछिन काम छ, ब्याङ्क निस्किनु पर्ने हुन्छ थोरै। शनिमा ब्याङ्क, मेरो मम्मीको बहिनीको ब्याङ्क। सङ्क्रान्ति चाहिँ यतिको लागेको छ। माघे सङ्क्रान्ति चाहिँ साथीहरू देख्न सक्नुहुन्छ। मान्छेको भिड। तरुल कसरी हो साउजी? मम्मी चाहिँ जरा हेर्नु हुँदैछ यहाँनिर। इस्कुसको जरा कसरी केजी अरे? हेलो आन्टी, हेलो कसरी केजी हो यो? 160। मामा र मम्मी चाहिँ जरा हेर्नु हुँदैछ यहाँनिर। 150 रुपियाँ केजी रहेछ। सिम्बल हेर्दैछौँ हामी चाहिँ अहिले। सिम्बल तरुल यो सिम्बल कसरी हो आन्टी? कसरी हो यो सिम्बल? 50 रुपियाँ केजी। सिम्बल तरुल किन्दैछौँ साथीहरू हामी चाहिँ यहाँनिर। साउनी एकदम बिजी हुनुहुन्छ आज, बोलाएको पनि सुन्दैन।
यो जोग्दिन न मलाई कसरी केजी रहेछ मामा यो यो 100 रुपैयाँ अरे कि कति 1.5 केजी लैजाऊ हुन्छ कति खाँदा पनि हुन्छ हौ लगिराख्दा सप्लो पारेर चाहिँ सङ्क्रान्ति चाहिँ यतिको लागेको छ है साथीहरू माघी सङ्क्रान्ति देख्न सक्नुहुन्छ गाडी जाम भएर यता यस्तो छ अवस्था टिका लगाउनुको लागि बन्तहरू छान्दै हुनुहुन्छ मेरो मम्मीले चाहिँ सस्तो छ दोकानमा तिल चाहिँ तिलको लड्डु किन्नु हुँदैछ है मामाले चाहिँ 10 भनेपछि हामी पछि जान्छौँ यो सेतो यहाँ गनेर हाल्नु खै म हाल्छु अघिको इस्कुस जरा साथीहरू यो चाहिँ चट्ट धोएर अब भोलि बिहानको लागि तयार गर्दैछौँ हामी चाहिँ तपाईँहरूलाई ह्याप्पी माघे सङ्क्रान्ति टु माई अल युट्युब फ्यामिली तपाईँहरूको माघे सङ्क्रान्ति कस्तो भयो कमेन्ट गरिदिनु होला हामीले चाहिँ इस्कुसको जरा काटेर रेडी पारिसक्यौँ भोलिको लागि यता छ यो चाहिँ सिम्बल तरुल यो इस्कुसको जरा सुठुनी होइन मम्मी के सुठुनी भिडियो चाहिँ कस्तो हुँदैछ थाहा छैन म चाहिँ भर्खर युट्युब चलाउँदैछु साथीहरू भिडियो गर्नु पनि आउँदैन राम्रोसँग